हेलो 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 एभ्रीवन, सबैलाई फेरि पनि स्वागत छ मेरो भिडियोमा। आज चाहिँ हामी फेरि तपाईहरुलाई चाहिँ के कुराहरु देखाउन चाहन्छु। आज चाहिँ हामी खास गरी मोमो बनाएर खानेछौँ। तपाईहरुलाई चाहिँ हामी देखाउने छौँ आजको हाम्रो भिडियोमा। हामी मोमो बनाउने चाहिँ हिजो मेरो छोरो एरी हेलो गर्दै छोरो हेलो हेलो गाइस माया गर्दिन माया माया गुड। त्यो सोनी माया पढ्दै हुनुहुन्छ छैन है पढिरहेको छैन पढ्दै हो। म चाहिँ यहाँ मोमो बनाउने बिजी हामी चाहिँ यता तपाईहरु चाहिँ देख्न सक्नुहुनेछ। हाम्रो चाहिँ यहाँ चाहिँ क्याबेज रहेको छ अनि यहाँ यस्तै दिदीले चाहिँ पिठो मुज्दै हुनुहुन्छ। यता हेर्नुस् त दिदी दिदी गर्नुपर्छ देखाउनु भाइरल हुन्छ। धनै राम्रो। यो चाहिँ मैले अघि नै प्याज काटिसकेका छौँ है। हामी चाहिँ यसरी मोमो बनाउने तयारीमा छौँ। सामानहरु अहिले बनाउँदै चाहिँ यहाँ भर्खर पिठो मुस्दै हुनुहुन्छ। मैले प्याज काटिसकेँ। अब म चाहिँ फेरि यो क्याबेज काट्ने छौँ। तपाईहरुले चाहिँ देख्न सक्नुहुन्छ है त, हेर्दै जानु होला। आजको हाम्रो भिडियो अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला है त। ओके सो गाइस, अब चाहिँ म क्याबेज काट्न जाँदैछु। तपाईहरु चाहिँ हेर्न सक्नुहुन्छ। यसरी काट्दैछु। यसलाई साइडमा राखेर म कलेज गएर आउँछु नि। हामी चाहिँ यस्तै आज चाहिँ हामी बस्यौँ भनेको भैँसीपाटी हो, दिदी बस्यो भनेको चुनाकोटी हो। अनि आज चाहिँ यस्तो सल्लाह गरेर हामी चाहिँ यस्तो मोमो बनाएर खाऊँ न त भनेर हामी यसरी दिदीको रुममा आएको। यसरी मोमो बनाएर खानको लागि यो चाहिँ मैले क्याबेज काट्दैछु गाइस। यसरी काट्नुपर्ने हुन्छ। मैले यो नेल लगाएको थिएँ नि त, कस्तो गाह्रो भएर नेल लगाएको थिएँ मैले। कस्तो बनाउनु गाह्रो भएर त्यति नै लगाए साथीहरु। अब चाहिँ मैले यो पुरा किमा पनि मिक्स गरिसकेको छु। अब चाहिँ हामी बनाउने छौँ। तपाईहरु हेर्नु होला है त। साथीहरु के गर्ने, मोमो भन्ने चिज यस्तै हो। बनाउँदा 1 घण्टा आधा घण्टा लाग्ने, खाँदाखेरि चाहिँ केही छैन। आधा घण्टा 1-2 घण्टा खाँदाखेरि चाहिँ 5 मिनेटमै सक्नुहुन्छ हैन। बनाउँदा चाहिँ टाइम लाग्ने होइन। के गर्नु, त्यही पनि टाइम पास। हामी चाहिँ यहाँ दिदी बहिनीहरू यहाँ भेला भएर टाइम पासको लागि चाहिँ मोमो बनाएर खान आँटेको। मैले चाहिँ सबै सामानहरू रेडी पारिसकेका छु। अब चाहिँ हामी बनाउनेछौँ, हेर्नु होला है त। अनि यहाँ चाहिँ मेरो छोराले हाई गर्दै हुनुहुन्छ। हाई गरिदिनु छोरो। फेरि कसको मोबाइल हो? नानीको आन्टीको। हाम्रो यहाँ पढन्दास म्याम हुनुहुन्छ, पढेको पढाइ छ आएदेखि। म त यहाँ डुलै छु, के गर्ने। म चाहिँ वास्तवमा भन्नुपर्दाखेरि चाहिँ निगुन्डो चाहिँ सिक्दिनँ होला जस्तो लाग्यो। भ्लगर चाहिँ बन्छु होला कि जस्तो लागिरहेछ। यहाँ के गर्नु, बच्चाहरूको हुल छ, बच्चाको हुलमा आमाहरू यस्तै। ल गाइस, अब चाहिँ ल साथीहरू, अब चाहिँ हामी सुरु गर्नेछौँ बनाउने। तपाईहरुलाई चाहिँ हामी देखाउनेछौँ। अन्तिमसम्म हेर्नु होला है त हाम्रो भिडियोलाई, हेरेर इन्जोय गर्नु होला है। फाइनली बनाइसक्यौँ हामीले। हेर्नुहोस् यहाँ यहाँ बन्दैछ। अनि यहाँ चटनी हेर्नुहोस्, खतरा बने यहाँ चटनी। सुप पनि छ, बनाउँदैछन्। सुप पनि छ, अघि फ्राई गरेको थिएँ नि त, त्यो सुप पनि छ। फाइनली हामीले चाहिँ बनाइसकेको छौँ। हामी पेप्सी कोला पनि लिएर आएको छौँ। हामी रेडी गर्दैछौँ ग्लास थालहरूमा हालेर खाने हो। चिसो
गाई चाहिँ चिसो खानुहुन्न एकजना गाईले एउटा गाईले खानुहुन्न चिसो टिकट खान्छु मुन्डेको बेसी ल अब यहाँ रेडी हुँदैछ सो फाइनली हामीले बनाइसकेका छौँ अब हामी सेरमा खाँदैछौँ ओहो यहाँ डिभाइड हुँदैछ पाकिसक्यो हेर्नुहोस् तातो तातो पाकिसकेको छ हजुर बनिसकेको छ अब हामी खाँदैछौँ तपाईँलाई देखाउनेछौँ हेर्नुहोला के भयो ए बेटाको त खोइ आन्टीको यस्तो गर्नु थ्याङ्क यू आन्टी भन्नु त ल ओए बाग्यो केटो बाइट मैले खाएँ फर्स्ट उद्घाटन मैले गरेँ कस्तो ब्लर आएको फर्स्ट मैले खाएँ किमा त दाउनु यहाँ चाहिँ रुमलेट ने बनिसक्यो अब हामी खाँदैछौँ सबैको नै चटनी वाला वाला धमका रुङ्ने बङ्छ यार कस्तो छ मिठो छ डल्ले तिनवटा खतरा बनाऊ चटनी दामी 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 सधैँ खाँदै अघि नै खाइसक्यो यति यति अब उता सुप खाने अझ यति बजेको छ फेरि खाने त हड्डी हड्डी खोइ त हड्डीमा त हड्डी मात्रै रहेछ त मासु छैन ल अब यति बचेको छ अब हामी यो बसाल्दैछौँ दुईजना बहिनीको लागि अरू चाहिँ हामी खाइसक्यो पेट र भइसकेको छ यहाँ पनि बचेको छ तपाईँहरूको लागि खाएँ है खाएँ खानुहोस् तिमी यहाँ ल्याएर मोमो चल्नु सिकेन यति नै हाम्रो भिडियो बाई बाई